भाइ तिम्रो नाम के हो? ए तिम्रो नाम कोपिले भाले हो? तिम्रो बुढीको नाम फेरि के हो? ए बुढीले चाहिँ पुटेल नाम राखिदिनु भएको छ है? ए उसकै आमा राख्दियो? ए अनि ऊ नि भाइ के अरे अस्ति तिमीले पर जङ्गलमा बसेर फोन गरिरहेको थियो होइन? अस्ति जङ्गलमा बसेर फोन गरिरहेको को केटीसँग हो? ए गर्लफ्रेन्डसँग खुब गफ गरियो है? ओहो अनि के हो त्यो घरको बुढी हुँदाहुँदै गर्लफ्रेन्डसँग किन कुरा गरे? काम मात्र गर्छ मान्छे नाम पहिलो डाला र अर्को बुढी ल्याएर मजासँग बिहा गरेर ढुङढुङसँग बस्नु भने चाहिँ के र? ए घरको बुढी पहिला गयो नि? घरको बुढी देखेर घिन लाग्छ है? मलाई जाटिबिटी घिन लाग्छ। जाटिबिटी लाग्छ? ए अनि घरमा जार खानु चाहिँ खानुहुन्न? मैले हजुर जार रोक्सी चुरोट सबै चल्छ। सब चल्छ है? अनि साँझ बुढीले एक बुर्का जार बनाइदिन्छ कि बनाइदिन्न त? गाली गर्छ मेरो गर्लफ्रेन्डले खाऊ बुढा केही न भन्छ। घरको खाँदैन अहिले एक जाप्रो ल्याइदिन्छु मसँग कल गर्न खोज्छ म पहिला जाला भन्ने भयो। ओहो त्यो समस्या छ है? हजुर ए कुहिले त्यही भएर लुकछुपी गरेर खान्छु। ए लुकछुपी गरेर खान्छ है? त्यो घरको बुढी कसैले ले म लग्छु भने दिने कि नदिने? मैले दिइहाल्थेँ फ्रीमा पनि। म पैसामा पनि दिन्थेँ फ्रीमा पनि दिन्थेँ। ए भनेपछि पैसामा दिने फ्रीमा दिने है? अनि अस्ति त एउटाले बुढी आयो तेरो बुढी भनेर डुकुरिरहेको थियो होइन? अनि अस्ति फेरि केटीसँग फोन गरेर म तिमी बिना के झुन्डेर मर्छु भने किन त अनि रातभरि के भएर केटीसँग जङ्गलमा बस्छु भने नि सुनिरहेको थिएँ। हेर्नु अस्ति न त्यसले बोलाएको थिएँ मैले बोलाएको थिएँ गाउँघरमा मजाले सुत्यौँ बस्यौँ कुरा गऱ्यौँ र मेरो त पेट ढाडेर पुरै गुवाउनु जस्तो भएर मेरो त पुरै छिराएर पाँडाएर पुरै भइगयो। मैले भोलि बिहान नै एउटा अङ्कलले भेटेको थिएँ र अङ्कलले भेटाएर अङ्कल मैले यस्तो भयो भन्ने थिएँ। त्यहाँले बिरो अस्पतालमा लगिनु भयो अनि 20टा सुई लगाइदिएर मलाई सन्चो भयो। आमा एकैचोटि 20वटा? हजुर सुईको नाम फेरि के थियो नि? सुईको नाम बाख्रा सुई हो? बाख्रा लाउने सुई भुँडीमा लगाइदियो 20वटा? भुँडीमा जाङ्रामा कहाँ लगाइदियो कहाँ। ओहो त्यसो त खतम पार्छ है? त्यसो रातभरि केटीसँग बस्नु भयो है? ओहो त्यो केटीको भुँडी ढाड्दैन रे? केटीको चाहिँ भुँडी ढाड्दैन? कहाँ त मैले रातभरि मेरो कपडा छोराइदिएर कोटमा राख्दिएर आफूले ओछाएर सुधारेछ मलाई त च्याङ्राङ भुइँमा सुताइदिए। हजुर ओहो त्यसो तपाईँले खट्टम पार्छ है? भाइ अनि के भन्न चाहनुहुन्छ त अनि घरको बुढीले दिवस दिने अनि अर्को ल्याउने विचार छ? हजुर ओहो अनि हजुरको नाम त कोपिलजी रहेछ होइन? अनि कोपिली भाले हो? ए